त्यो केटाले हाम्रो बहिनीलाई कुटपिट गरेको जबरजस्ती गरेको। आहा, कति सुन्दर, कति पवित्र। विश्वासको अर्को नाम हो प्रेम, जसले मन जोड्छ, आत्मालाई स्पर्श गर्छ, जीवनलाई सुगन्धित बनाउँछ। तर कति विडम्बना, यही प्रेमलाई हतियार बनाएर कसैले कसैको निश्चल भावनालाई लुट्छन्, कसैले सपना देखाउँछन् अनि ती सपना आफै भत्काउने निर्मम खेल खेल्छन्। जब सरी, म तिमीलाई आजैदेखि राख्न पनि सक्दिनँ अनि तिम्रो परिवारको अगाडि जान पनि सक्दिनँ। कदमहरू पनि पछि हट्छन्, मन तोडेर, आत्मा चिथोरेर, अधुरो सपनाको भग्नावशेष छोडेर बेपत्ता हुन्छन्। साथीहरू, भूमिकाको कथा, व्यथा र पीडा पनि यस्तै छ। हिजो जसले जीवनभर साथ दिने बाचा गरेको थियो, आज त्यो प्रेम विश्वासघातमा बदलिएको छ। जसलाई चिन्न नसकेर आज एउटी चेलीको जीवन नै डामाडोल भएको छ। हुन त आफ्नो जीवन कस्तो बनाउने भन्ने अधिकार भगवानले आफैलाई दिएको हुन्छन्, तर आफैले अन्ध प्रेमको जालमा परिन् भएका। साथीहरू, भनिन्छ नि प्रेम अन्ध हुन्छ, तर होइन, म भन्छु अन्धा त ती मानिसहरू नै हुन् जसले प्रेमको परिभाषालाई बदल्दियो, खेलौना बनाइदिए, लुटेराहरूले लुट्ने स्वार्थको हतियार बनाइदिए। त्यही हुनाले हामीले प्रेमीलाई भन्दा पनि प्रेमलाई दोष दिन खोज्यौं, केवल व्यक्तिलाई प्रेम हो भन्ठान्यौं र त दुःख पायौं, तर प्रेमको दोष कदापि होइन। साथीहरू, प्रेम त्यो आगो हो जसले आफ्नो धर्म छोड्दैन, हाम्रो हृदयलाई न्यानोपन दिन्छ। प्रेम त्यही आकाश हो जसले अँध्यारोमा अल्झिएका पाइलाहरूलाई मार्ग देखाउँछ। प्रेम हाम्रो जीवनको अस्तित्वको सार हो, यो हाम्रो आत्माको मित्र जो हाम्रो जीवनको कण कणमा अक्सिजन बनेर हामीलाई जीवन्त बनाइराखेको छ। प्रेम त्यो आनन्दको चाबी हो भने यदि जीवनमा यसको विपरीत हुन्छ भने त्यो प्रेम नभएर अरू केही हो, सायद मोह, भ्रम, स्वार्थ आदि आदि हो। साथीहरू, हाम्रो जीवन कहिलेकाहीँ सोचे भन्दा फरक मोडमा मोडिन्छ। भूमिकाको व्यथा पनि यस्तै मोडहरूको संगालो हो, जहाँ उनले सच्चा प्रेम गरिन्। उनको प्रेम निश्चल थियो, जसलाई उनले आफ्नो संसार बनाएर पूजा गरिन्, तर त्यही व्यक्तिले उनलाई धोका दियो। साथीहरू, भूमिकाले यो केटा नै मेरो संसार हो, यस बिना म शून्य हुँ, यो बिना कोही चाहिँदैन भनी आफ्नै अपाङ्ग आमालाई घरबाट एक्लै छोडी आफ्नो दाई भूपेन्द्र हस्पिटलमा छटपटाइरहँदा पनि आफ्ना बुबा, दाई र भाउजूलाई त्यागी त्यही केटा सर्वस्व ठानी कर्तव्य र आफ्नो जिम्मेवारी भुली केटाको पछि लाग्दा यही सोच उनको सबैभन्दा ठूलो कमजोरी बन्यो। उनले आफ्नो परिवारलाई, बिरामी आमालाई, आफ्ना बुबालाई समेत बिर्सेर स्वार्थी मान्छेको मोहमा परिन्। जब आमाले सम्झाउन खोजिन्, उनले वास्ता गरिनन्। आफ्नै भुन्टी भाउजूले सचेत गराउन खोजिन्, तर उनले अटेर गरिन्। तर जब शहरमा उनले सोचेको प्रेमीले आफूलाई अस्वीकार गरी कोठामा अर्की युवतीसँगको कुराकानी सुन्छिन्, तब उनी छागाबाट खसे जस्तो हुन्छन्। त्यसपछि पीडित हुँदै प्रेमीलाई प्रश्न गरिन्, किन धोका दिनुभयो? तर उत्तरमा उनले सुनेको शब्दहरूले उनको मन छिया बनायो, म त प्ले बय हुँ, मलाई धेरै केटीहरूले प्रेम प्रस्ताव राख्छन्। यो सुनेर भूमिका टुटिन्, चकनाचुर भइन्। आफ्नो प्रेमका लागि सबैसँग लड्ने उनले आफ्नो अस्तित्व नै गुमाइसकेकी थिइन्। क्रोधमा उनले प्रेमीलाई प्रतिकार गरिन्, तर उल्टै उनलाई प्रहार गर्यो। भूमिकाले जीवनभर प्रेमका रंगीन सपनाहरू बुनेकी थिइन्। उनले आफ्नो हृदयको प्रत्येक धड्कनमा विश्वास, समर्पण र स्नेहको संसार
सजाएकी थिइन्। तर त्यो एक कठोर क्षण जसले उनको सारा सपना टुक्रा टुक्रा पारिदियो। उनका सपनाहरू सँगै उनको आत्मसम्मान पनि भुइँमा पछारियो। साथीहरू, भित्रभित्रै भत्किसकेकी भूमिकाले आँखाभरि आँसु टिलपिल बनाउँदै सोचिन्, अब समाजमा म कसरी जिउँ, कसरी मुख देखाउने? बुबा आमाले यो कुरा थाहा पाउनु भयो भने के होला? कसले स्वीकार्ला मलाई अब? उनका मनमा हजारौं प्रश्नहरूमा पीडाका प्रतिबिम्बहरू झल्किरहेका थिए। तर घुन्टीले उनलाई अँगालो हालेर साहस दिँदै भकानिँदै भनिन्, भूमिका आँसु पोछ, तिमी आफैलाई दोष नदेऊ। प्रेमको नाउँमा आफ्नो जीवन बर्बाद नगर। तिमीले आफ्नो आत्मसम्मान जोगाउनु पर्छ, अपराधीलाई लुकाएर उम्काउनुहुन्न। भूमिकाले भुन्टीको आँखामा न्यानो आत्मीयता देखिन्। भुन्टीले उनको हात समाउँदै फेरि दृढ स्वरमा भनिन्, बहिनी किन डराउँछौ? तिमी पीडित हौ, दोषी हैनौ। तिमीले आवाज उठाइनौ भने यस्तो पापीहरू अरू चेलीको पनि जीवन नर्क बनाउँछ। उनले भूमिकाको आवाजमा मात्र नभएर सबै पीडित नारीको आवाजमा बोलिन्, आमाको माया पनि लाग्दैन। नगर न नगर, बाउ आमा सबैको सट्टा मलाई नै माया गर न। समाजमा हजारौं छोरीहरूको कथा हो जसले प्रेमलाई पुरै जीवन सम्झेर आफ्नो अस्तित्व नै हराउन पुग्छन्। हामीले सिकेको गरेको प्रेमको परिभाषा यही हो त। भूमिकाले आफ्नो प्रेमको कारण आफ्ना बुबा आमालाई व्यवस्था गरिन्, परिवारलाई व्यवस्था गरिन्। उनले आफ्नो आत्मसम्मानलाई भुलिन्। भूमिकाले सोचिन्, मेरो जस्तो प्रेम संसारमा कसैको हुँदैन। तर प्रेम विश्वासमाथि हुन्छ, अन्धो आस्थामाथि होइन। यदि प्रेमले तिमीलाई आफ्नै परिवारसँग बिछोड गर्छ भने त्यो प्रेम होइन, त्यो एक दासत्व हो। साँचो प्रेम त्यो हो जसले तिमीलाई माथि उठाउँछ, कमजोर बनाउँदैन। भूमिकाले आफ्नो प्रेमको कारण आफ्ना सबै नाता तोड्न खोजिन्, तर अन्ततः त्यो प्रेमले नै उनलाई तोड्न आइपुग्यो। आफूलाई सधैँ प्रेम गर। जब भूमिकाले प्रेमको नाममा आफ्नै अस्तित्व हराइन्, तब उनले थाहा पाइन् आफूलाई प्रेम नगर्नाले अरू कसैबाट पनि साँचो माया पाइँदैन। आत्मसम्मान कायम राख्न सक्नेले मात्र साँचो माया गर्न सक्छ। भावना होइन, बुद्धिले निर्णय गरौँ। प्रेम भावनासँगै बुद्धिले गर्न सक्नुपर्छ। भूमिकाले सुरुमा नै त्यो केटाको प्रविधि बुझ्नु पर्ने थियो। प्रेमले आँखा खोल्नु पर्छ, बन्द गर्न होइन। साथीहरू, भूमिकाको कथा केवल उसको मात्र पराजय होइन, यो हाम्रो समाजमा दोहोरिरहने कथा हो। तर अबको पुस्ताले यस्ता गल्ती नगरोस्। प्रत्येक व्यक्तिले हरेक व्यक्तिको भावना बुझ्नुपर्छ। तिमी आफै पूर्ण छौ, कसैको साथले तिमीलाई पूर्ण बनाउँदैन। माया गर, तर पहिला आफैलाई, किनभने तिमीले आफैलाई प्रेम गरेनौ भने अरूले तिमीलाई सधैँ खेलाउन बनाउने छन्। साथीहरू, भिडियो कस्तो लाग्यो कृपया